ल साथीहरू, यो जङ्गलको यो चाहिँ एकदमै लहरै लहरा भएकोमा छ। आइपुगेको छु म यहाँनिर। अनि जङ्गलमा चाहिँ पानी तिर्खा लाग्यो भने चाहिँ कसरी खानुपर्ने रहेछ भन्दाखेरि चाहिँ यस्तो लहरालाई काट्दाखेरि चाहिँ पुरै पानी आउँदो रहेछ। त्यो थापेर चाहिँ खानु सकिँदो रहेछ है। ल हेर्नुहोस् है, म यो काटेर देखाउँछु है त तपाईँहरूलाई। ल साथीहरू, यहाँनिर पानी यसरी आइरहेछ। कस्तो सफा पानी आउँदो रहेछ है। यहाँ हेर्नुहोस् है त, पत्तामा थापिरहेको छु मैले। र जङ्गलमा हिँड्दाखेरि एकदमै पानी नभएको ठाउँमा चाहिँ यस्तो लहराहरू काटेर पानी पिएर पनि प्यास मेटिनु सकिने रहेछ है त, तिर्खाहरू। ल है, म टेस्ट गरी हेर्छु त कस्तो। पानी जस्तो रहेछ। एउटा गन्दा केही छैन लहराको। एकदम अर्ग्यानिक वाटर, प्योर वाटर जस्तो नि। ल है साथीहरू, यसरी पनि पानी खान सकिन्छ है जङ्गलतिर चाहिँ तिर्खा लागेको बेलामा।